मोमो सबैजनामा नमस्कार। सर्वप्रथम हजुरहरू सबैलाई 2082 सालको दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यस अवसरमा आज मिति 2082 साल असोज 31 गते हाम्रो विद्यालयमा आयोजना भएको अन्तर्संस्थात्मक देउसी भैलो कार्यक्रममा हाम्रो ग्रिन हाउसको तर्फबाट एउटा छोटो प्रस्तुति रहेको छ। यस प्रस्तुतिलाई सकेसम्म सहज र साधारण बनाउने प्रयास गरिएको छ। आशा छ हजुरहरूलाई यो प्रस्तुति मन पर्नेछ। धन्यवाद। Love me.
लौ है घरबेटी बाबा घरबेटी आमा आयो है यो 2082 सालको देउसी भैलो खेल्न देश परदेशबाट साथीभाइ भेला भएका छौँ। रमाइलो गरौँ होइन त साथीहरू? आयो हामी देउसीलाई खेल्न बटदिनको चाड मनाउन उकालीरा ओराली गर्दै यो रमाइलो चाड मनाउन उकालीरा ओराली गर्दै यो रमाइलो चाड मनाउन। आहै भन भन कति हो आहै भैनरी भन आहै छोरीलाई भन आहै देउसीले भन आहै वर्षमा दिनको आहै चाड बाड आहै मनाउने पर्ने आहै मनाउने पर्ने आहै मनाउने पर्ने आहै मनाउने पर्ने आहै हामी त्यसै आहै आएका होइनौँ आहै बलिमा राजको आहै हुकुमले आहै आएका हामी आहै देउसीले खेल्न आहै यसैमा स्कुलमा आहै जसाको आहै आँगनमा आहै देउसीले खेल्दै आहै आएका हामी आहै झिलिमिली झिलिमिली आहै केकको झिलिमिली आहै भक्तिको झिलिमिली आहै फुलाको झिलिमिली आहै किन फुला भन्दा आहै मखमली आहै गोदावरी आहै सयमा पत्री आहै सयमा पत्री आयो हामी देउसी र भैलो आयो हामी देउसी र भैलो सब मिली गरौँ न रमाइलो रमाइलो मेघसाको झिलमिली आँगन आयो हामी देउसी रे मगन मगन आयो हामी देउसी रे मगन मगन आहै भन भन कति हो आहै रङ्गरी भन आहै छोरीलाई भन आहै देउसीले भन आहै नजिस्किकन आहै नैत्रिकन आहै नहाँसिकन आहै कालोमा कार्तिक आहै मनाउनै पर्ने आहै जनाउनै पर्ने आहै जनाउनै पर्ने आहै अरू दिन आउने आहै माग्ने जोगी आहै आज आउने आहै देउसे भैले आहै देउसे भैले आहै पिचको बाटो आहै साह्रै नै तातो आहै लड्दै र पढ्दै आहै आएका हामी आहै देउसीले खेल्न आहै देउसीले भन्दै आहै संसारकै हाम्रो आहै चाडपर्व हाम्रो आहै चाडपर्व हाम्रो आहै जोगाउनै पर्ने आहै मनाउनै पर्ने आहै रिस्ती फिस्ती जोगाउने काम हाम्रो जोगाउने काम हाम्रो आहै आइपुग्यौँ हामी आहै हजुरलाई सम्झी आहै देउसीले खेल्न आहै देउसीले भन्दै आहै यहाँ मात्र होइन आहै सारामा नेपाल आहै सातवटै प्रदेश आहै 77 जिल्ला आहै घुम्नै पर्ने आहै डुल्नै पर्ने आहै रातो माटो आहै चिप्लो बाटो आहै लड्दै र पढ्दै आहै आएका हामी आहै देउसीले खेल्न
आहै देउसीले भन्दै आहै देउसीले भन्दै मेदसाको आँगनमा नाची देउसी भैलो खेलाउन हाँसी हाँसी आयो हामी भट्याउँदै यहाँ ए झोली त हो पुगिन्छ त्यो कहाँ मेदसाको आँगनमा नाची ए देउसी भैलो खेलाउन हाँसी हाँसी आयो हामी भट्याउँदै यहाँ ए भोलि त हो पुगिन्छ त्यो कहाँ सानो गाईको बाछो भिरैमा राम्रा सानो गाईको बाछो भिरैमा राम्रा छोडेर जान सकिन मैले बरु माया सँगै छोडेर जान सकिन मैले बरु माया सँगै रेशम फिरी उडेर जाऊ कि डाँडामा भन्ज्याङ रेशम फिरी उडेर जाऊ कि डाँडामा भन्ज्याङ रेशम फिरी आहै भन कति हो आहै ढुङ्गारी भन आहै कर्मीलाई भन आहै देउसीले भन आहै देउसीले भन आहै मात्र होइन आहै सारामा संसार आहै डुल्नै पर्ने आहै डुल्नै पर्ने आहै खानामाथि घिउला आहै चेकिदिन्छ हरुला आहै चेकिदिन्छ हरुला आहै झिलिमिली झुल्ला आहै सेलरोटी मुल्ला आहै आखुम आहै सेलरोटी चाखुम आहै सेलरोटी चाखुम आहै झिलिमिली झिलिमिली आहै केकको झिलिमिली आहै भातीको झिलिमिली आहै फुलको झिलिमिली आहै फुल भन्दा आहै छायामा भात्री आहै माथामा माली आहै गोदावरी आहै गोदावरी आहै फुलको फुलो आहै आँसीको मेलो आहै आँसीको मेलो आशिष दिन्छौ सधैँभरि सुख शान्ति समृद्धिले बास गरौँ जिल्लाभरि देशैभरि यो स्कुलको नाम चलोस् विद्यार्थीले लिएको शिक्षा जिन्दगीमा काम चलोस् विद्यार्थी पढ्दै जाउन् धेरै धेरै पढौँ ज्ञानको ज्योति लिएर सधैँ अघि बढौँ आशिष
दिन्छौ आशिष दिन्छौ आशिष दिन्छौ देउसे हामी लक्ष्मीले बात गरौँ सधैँभरि सुख शान्ति समृद्धिले बात गरौँ अन्धकारमा ज्ञानको ज्योति सधैँभरि छर्नु समाजको विकासमा सधैँ लागि पर्ने डाक्टर पाइलट इन्जिनियर वैज्ञानिक कोही साथ शिक्षाले भन्न धेरै राम्रा असल शिक्षक विद्यार्थीलाई राम्रो शिक्षा दिनु माया गरी सम्झनेछौ हाम्रो स्कुल जिन्दगी भरि खेर जान्न पुरा हुन्छ देउसेको बोली स्कुल बनोस् धरोहर आज र भोलि आशिष दिन्छौ आशिष दिन्छौ आशिष दिन्छौ देउसे हामी लक्ष्मीले बात गरौँ सधैँभरि सुख शान्ति समृद्धिले बात गरौँ सधैँभरि सुख शान्ति समृद्धिले बात गरौँ लेखको पाने औलाको माने आशिष दिन लेखको काने औलाको माने आशिष दिन यति नै जाने भन्छौ अब हे देउसे होइन यति नै जाने भन्छौ अब हे देउसे होइन